साथीभाइहरू आज म कहाँ जाउँ भयो, अल्छी पनि लाग्यो एकदमै होइन, एकदमै अल्छी लाग्यो एकदमै है। सपना देखिहाल्यो तर अल्छी लागेको छ। अनि यो अल्छीले यस्तो पाराले चाहिँ मेरो सपना पुरा हुँदैन भनेर मलाई थाहा छ। यस्तो पाराले पुरा हुँदैन, त्यही भएर म दौडिएँ, बाइक स्टार्ट गरेँ, कहाँ जाउँ भयो, म दौडिएँ है। अनि यो किर्तिपुरको के अरे किर्तिपुर यो चोबार डाँडाको पछाडिपट्टि आएर चाहिँ म भिडियो बनाउँदैछु आज होइन। र म चाहिँ के भन्छु भने हाम्रो सबै दाजुभाइ इष्टमित्रहरूलाई के भन्छु भने तपाईँ सपनाको पछाडि भाग्नुहोस् के, आजैदेखि भाग्नुहोस्, अहिलेदेखि भाग्नुहोस् होइन। तर भोलि भन्दै बस्नु भयो भने नि जिन्दगीमा नि सपना कहिले पनि पुरा हुँदैन। त्यही भएर तपाईँ सपनाको पछाडि चाहिँ भाग्नुहोस्, आजैबाट लाग्नुहोस् है साथीभाइ है।